नमस्कार। सिटी वान टेलिभिजनको यो नियमित कार्यक्रम हेल्थ अपडेटमा यहाँलाई स्वागत छ। नेपाली हिन्दूहरूको महान चाड बडा दशैं नजिकिसकेको छ। नवदुर्गाको दिनहरू अहिले क्रमैसँग चलिरहेका छन्। यो चाडसँगै खानपिनका कुराहरू पनि धेरै उठिरहेका हुन्छन्। सबैको घरमा ऋण धन गरेर भए पनि माछा मासु खाने, मिठो मसिनो खाने भन्ने चलन चाहिँ छ र त्यो परापूर्व कालदेखि त अहिलेसम्म पनि चलि नै रहेको छ। खासमा यो दशैं वा अन्य विषयमा प्रसङ्गमा पनि हामीले कस्तो खानेकुराहरू खाँदाखेरि स्वास्थ्यलाई राम्रो हुन्छ र तिनै खानेकुराहरूलाई पनि कसरी खायो भने मानवीय स्वास्थ्यका लागि हितकर हुन्छ भन्ने विषयमा आजको यो हेल्थ अपडेट हामीले तपाईहरुसँग प्रस्तुत गर्न खोजिरहेका छौं। नेपाल मणिपाल शिक्षण अस्पताल पोखराले प्रायोजन गरेको यो कार्यक्रममा आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिशियन हुनुहुन्छ डाक्टर बद्री पौडेल। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। सम्पूर्ण दर्शकहरूलाई विजयादशमीको मङ्गलमय शुभकामना। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, स्वास्थ्यको नि ख्याल गर्नुहोस्। स्वास्थ्यको ख्याल गर्नुहोस् भनिरहँदा अब माछा मासु नखाने हो भने दशैं नै आउँदैन। या दशैं र माछा मासु त पर्यायवाची शब्दै जस्तो लाग्छ मलाई त। कसरी खाने? यसमा अब पहिला हामी सानैदेखि नै बुवा हजुरबाले भन्नुभएको थियो नि, जे कुरा नि धेरै खायो भने बिख हुन्छ भन्ने त हामीलाई थाहा छ नि त हैन। त्यही भएर हामीले माछा मासु नि अब अरू बेलामा नि खाइराखेका हुन्छौँ, तर दशैंको बेलामा चाहिँ बलि दिने, यताता गर्ने, अनि त्यसपछि मासुहरू अलिकति अरू बेलाभन्दा अलिकति बढ्दै खाइन्छ, त्यसमा दुई मत नै छैन। अब यसमा चाहिँ हामीले के भन्छौँ भन्दा माछा मासुहरूको सँगसँगै अनिदो बसिरहेको छ रातभरि, अनि त्यो रक्सीजन्य पदार्थ, सुजन्य पदार्थ बढ्ता भएर गएको छन् भने त्यो भनेको सबभन्दा नमिल्ने त्यो चाहिँ मिश्रण भयो, सबभन्दा नमिल्ने जसलाई स्वास्थ्यको लागि एकदम हानिकारक नै भए। अब हेर्नु न, हाम्रो समाजहरूमा हामी चाहिँ अब 40 वर्ष कटेका मान्छेहरूको त होल नेपालको जनसङ्ख्याको झन्डै 40% भन्दा बढ्ता नै 40 देखि 60 को बिचमा छौँ हैन र। अनि त्यसपछि 40 वर्षभन्दा माथिको जनसङ्ख्या त हाम्रो नेपालमा झन्डै 80% नै छ। यो भनेको चाहिँ तपाईलाई चाहिँ मधुमेह हुने, थाइरोइड भएर आइरहेको, प्रेसर बढेको, घरमा वंशानुगत मुटुको रोगहरू छन् भने त्यो सबै आउने उमेर आइसकेको वा आउँदै गरेको उमेरभित्र पर्ने भयो। तर यसमा त यो रोगहरूबाट जोगिनको लागि त खानेकुरामा चाहिँ एकदम ध्यान दिनु नै पर्यो। यसमा सँगसँगै हामीले खानेकुराहरूमा मासुको बारेमा त एकचोटि अहिले फेरि त्यो अलि डिटेलमा हामी गइहालिन्छ। त्योभन्दा अगाडि चाहिँ हामीले यो चाहिँ मासुजन्य पदार्थ सँगसँगै खाँदाखेरि नै तपाईँले तरकारीहरूमा, दालहरूमा, अनि त्यसपछि अर्को चाहिँ सिजनल फलफुलहरूमा पनि अलिकति बढ्ता ध्यान दिनु पर्यो। पानीको मात्रा अलिकति प्रशस्त हुन पर्यो। अनि राति अनिदो बस्ने कामहरू यिनीहरू चाहिँ जुन हुन्छ नि त्यो चाहिँ नियन्त्रण हुनु पर्यो। अहिले विशेष गरी यो ठ्याक्कै सिजन पनि दशैं र खानपिनसँगै भएको र मैले बढी यसैमा किन फोकस गर्न खोजेको भने जस्तो अहिले दुई थरी ग्रुप छ। एउटा चाहिँ मासु खानुहुन्न भन्ने ग्रुप छ, एउटा चाहिँ मासु खानुपर्छ भन्ने ग्रुप छ, शाकाहारी र मांसाहारी है। यो दुईटा बीचको द्वन्द्व जस्तो पनि छ समाजमा कतिपय ठाउँमा है। यो दुईटै कन्डिसन स्वास्थ्यको लागि राम्रो हो कि होइन? एकदम राम्रो प्रश्न सोध्नुभयो। हाम्रो शरीरमा चाहिँ चाहिने भिटामिन B12 जस्ता धेरै खनिज पदार्थहरू जुन हुन्छन् तिनीहरू शाकाहारी उसमा खानामा पाइँदैन। मांसाहारीतिर जान पर्यो। कि त शाकाहारी भनेर भन्ने सँगसँगै अन्डाहरू अरू माछाहरू जाने यता खाने भएको छन्, त्यो पनि अलिकति आउने भयो। नत्र भने भिटामिन B12हरू त्यस्ता धेरै खनिज पदार्थ जुन चाहिँ मांसमा मात्रै हुन्छ। त्यही भएर हामीले के भन्छ, शुद्ध शाकाहारीमा पनि अलिकति कन्डिसन एप्लाई, अलिकति तिग्दा मिलान गरेर अलिकति मिलाउने। अत्याधिक मांसाहारी हुनुभएको छ नि त्यसले अलिकति घटाएर आधा मांसाहारी आधा शाकाहारीतिर जानुभयो भने स्वास्थ्यको लागि सम्पूर्ण दुईटैको बिचको जुन हुन्छ नि त्यो चाहिँ स्वास्थ्यको लागि सबभन्दा राम्रो चाहिँ हो। तपाईँ लामो समय यो फिजिसियनका रूपमा काम गरिरहनु भएको छ। मान्छेको शरीरका भित्री पार्टहरूसँग कसलाई कस्तो खालको रोग लाग्छसम्म पनि थाहा छ। किन भन्दा आजभन्दा 18-19 वर्षबाट मान्छेले अन्तिम अवस्था भयो भने एकचोटि डाक्टर बद्रीलाई देखाउँ न भन्ने खालको एउटा विश्वास पनि थियो। त्यो अहिले पनि कायम नै छ। तपाईको अनुभवमा हामी नेपालीहरूमा कस्ता खालका रोगहरूको आक्रमण बढी हुने गरेको छ? यसमा अहिले याद गर्नुभयो भने हाम्रो बुवाहरू हजुरबाहरू सबै एकदम स्लिम हुनुहुन्थ्यो हैन।
अहिले हाम्रै उमेरका 30 वर्ष 40 वर्षका मान्छेहरू एकदम भुँडी ठुलो उभिँदाखेरि आफ्नै खुट्टै नदेख्ने खालका शरीरभर भइसकेका छ। त्यो दुईवटा कारणले गरेको भएको छ। किन भन्दाखेरि हाम्रो उमेरको जेनजी उमेरभन्दा अलिकति माथिको उमेरहरू के छ भन्दा सानो उमेरमै सङ्घर्ष गर्यो, अलिकति पैसा कमाउन सुरु गर्यो, त्यसले खानपिनमा र आफ्नो स्वास्थ्यमा ध्यान दिन छोड्यो। उसले कहिले ध्यान दिन सुरु गर्छ भन्दा अलिकति प्रेसर बढ्न थाल्यो, अलिकति टाउको दुख्न थाल्यो, घुमाउन थाल्यो, सुगर देखिन थाल्यो कि भनेपछि बल्ल ध्यान दिन सुरु भएको हुन्छ, त्यतिखेर ढिलो भइसकेको हुन्छ। अलि भएर यो चाहिँ हाम्रो चाहिँ यो बिचको चाहिँ 30 देखि 50 वर्षको उमेरको मान्छेहरू धेरै बिरामी भएको कारण नै नै हो। सुरुमा ध्यान दिएन, जुन दिनमा ध्यान दिने बेला भएको थियो रोग आउनु सुरु भइसकेको थियो। हामीले त्यही भएर के भन्छौँ त भन्दा यदि तपाईँको खलक हामीले चाहिँ 3 पुस्ते भन्छ नि, त्यो ब्याङ्कमा जानुभयो जहाँ जानु जहाँ पनि अब सरकारी कार्यालयमा जहाँ जानुभयो त्यो 3 पुस्ते माने चलन छ नि, त्यो चाहिँ साँचो कुरा हो। त्यो अब त हामी सबै मान्छेले चाहिँ के भन्दा मेरो 3 पुस्तेभित्र कुन कुन रोग छ भनेर आफूले खोज्न पर्यो। छ भने त्यो तपाईँ त अन्तिम पुस्तालाई मान्नुभयो, तपाईँको मुनिको पुस्तालाई नगर्नुहोस्, तपाईँको भन्दा माथिको 3 पुस्तालाई गर्नुहोस्। हो त्यो छ भने तपाईँको बुवालाई जुन उमेरमा प्रेसर र सुगर भएको थियो त्योभन्दा कम्तीमा 10 देखि 15 वर्ष अगाडि नै बुवाको उमेर जुनमा आएको थियो नि, त्योभन्दा 10 देखि 15 वर्षको उमेरमा अगाडि नै तपाईँलाई त्यो रोग आउँदैछ है भनेर पहिलेदेखि नै तपाईँ सतर्क हुनुभयो भने आयु लामो भएर जान्छ, क्वालिटी अफ हेल्थ हुने भयो, स्वास्थ्य आफ्नो चाहिँ शारीरिक अवस्था चाहिँ के अरे फिजिकल्ली एन्ड मेन्टल्ली हेल्दी भए पो त्यसलाई स्वस्थ भएर भन्ने हो। शरीर चाहिँ अब ठिकै छ, मेन्टल्ली हेल्दी नै भएन भने पनि उसले पनि धेरै रोगहरू आउने भयो। त्यसले यो सबै कुराहरूमा चाहिँ हामीले के भन्छौँ भन्दा अनि यो हाम्रो यो जेनेरेसनहरूमा चाहिँ अत्याधिक स्ट्रेसमा काम गर्ने, स्ट्रेस भनेको चाहिँ आफ्नो अफिसको स्ट्रेस पनि छ, घरको स्ट्रेस पनि छ, साथीभाइहरूले दिएको स्ट्रेस पनि छ, समाजको स्ट्रेस पनि छ। फलानाको छोरा त विदेशमा गएर यत्रो गरिसक्यो, त यो चाहिँ मेरो छोरा त नेपालमै बसेर हल्लेर बसिरहेको छ भनेर भन्ने खालका जुन हुन्छन्। जबकि त्यही छोराले चाहिँ आफ्नो चाहिँ वृद्ध बाबाआमालाई पालेको छ, कनीकुथी गरेर कमाएर ल्याएर पनि अन्तिममा खाना मिठो खुवाएकै छ, बिरामी हुँदाखेरि हस्पिटल पनि उसैले लिएर गएको छ, तर यो लन्ठुले केही गर्न सकेन भनेर गाली पनि उसैले खान्छ। हो यो सबै कुराले गर्दा यो स्ट्रेसहरू चाहिँ अलिकति थपिँदै गइरहेको हुन्छन्। जति स्ट्रेस थपिँदै जानु हो त्यो भनेको त्यति धेरै नै तपाईँलाई चाहिँ त्यो फिजिकली रोगहरू पनि निस्किन्छ भनेर भनेको हौँ। त्यही कारणले गर्दा दसैँको बेलामा अलिकति 4-5 दिनको बिदा भएको छ, यो बिदामा चाहिँ ल त अब मोज गरौँ, स्ट्रेस फालौँ भनेर हुन्छ। अब हामी नेपालीको अहिले नराम्रो अहिलेको रिसेन्टली यो 10-12 वर्षको ट्रेन्ड हो, त्योभन्दा माथि पनि खासै थिएन। यो भनेको चाहिँ चाडपर्वको बेलामा अत्याधिक धेरै माछा मासुहरू यिनीहरू खाने र रक्सीजन्य पदार्थहरू पनि अत्याधिक धेरै गर्ने, अनि सँगसँगै जुवा तास चाहिँ जुन हुन्छ नि त्यो सबै प्रायःपछि जस्तो सबै भयो। जुवा तासहरू सँगै खेल्ने भयो, गर्दाखेरि चोट पनि सँगै साथीहरूले आफूले चोट नखाए पनि साथीहरू सबै चोट खाएका छन् भने आफूले पनि चोट खाँदै भइहाल्यो। अनि त्यसपछि रातभरि अनिदो बसेको छ, रक्सीजन्य पदार्थ र सुजन्य पदार्थ खाइएको छ। हो त्यो हुनु भनेको चाहिँ बिहान 3-4 बजेतिर हाम्रो रगतहरूमा पानीको मात्रा कम भयो, रगतहरू बाक्लो हुने भयो। अचानक फलाने हिजोसम्म त हामी सँगै बसेर तास खेलेर आएको थिएँ, आज बिहान त सबै बित्नु भएछ भन्ने समाचार हामी कति ठाउँमा देखिरहेको छौँ होइन। हो त्यो भनेको चाहिँ त हाम्रो शरीरमा चाहिँ धेरै रोगहरू नै बिहानी पख 4 देखि 6 बजेको बिचमा चाहिँ यो चाहिँ मुटुका रोगहरू, हृदयघातहरू भएर आउने, प्यारालाइस भएर आउने रोगहरू त्यही बेला चाहिँ सुतेकै बेलामा आएर लिएर जाने त हो त्यो भनेको त्यो चाहिँ तपाईँको निन्द्रा राम्रोसित पुगेको छैन, रक्सीजन्य पदार्थ धेरै भयो, खानेकुरामा मासुको मात्राहरू एकदम धेरै भयो भने अब शरीरले पचाउनु सक्नुभन्दा बढ्ता भएर गयो भने त सबै कुरा केही कुरा त विस्फोट त भएर आउनु पऱ्यो नि त। विस्फोट भएर आउँदा ज्यानै लानी गरेर आउँछ कि भन्ने कुरामा हामी सबै सतर्क हुनु पऱ्यो। ठ्याक्कै त अब अहिले जेनजीले एउटा मुभमेन्ट ल्यायो, सरकार परिवर्तन भयो, यो शासकीय स्वरूप अथवा व्यवस्था पनि परिवर्तन होला नहोला त्यो बाटोमा छ, त्यो आउला। यो मुभमेन्टले स्वास्थ्य क्षेत्रमा सुधार्नुपर्ने कुरा के हो? एउटा हेल्थ विज्ञका हिसाबले तपाईँको सुझाव के हो? जेनजीको आन्दोलन यो ढिलो चाँडो यस्तो आन्दोलन हुन्छ होला भन्ने सबैलाई मनमा आलिआली थियो, कहिले हुन्छ होला भनेर पर्खिया मात्रै थियो जस्तो लाग्छ। तपाईँलाई कस्तो थियो? मलाई चाहिँ यस्तो चाहिँ ढिलो चाँडो एकचोटि त आउँछ, किन भन्दा जे कुरा नि एउटा लिमिट हुन्छ। कुनै ठाउँमा अब पड्किनलाई रेडी नै भइसकेको थियो होइन, रेडी नै भइसकेको थियो। 84 को चुनावमा चाहिँ जनताले भोट दिएर चाहिँ पड्काएर ल्याउँछन् कि पहिल्यै पड्किन्छ भन्ने मात्रै कुरा थियो। नेपालमा अहिले हाम्रो दुर्भाग्य भनेको जम्मा 2-3वटा कुराहरूलाई मात्रै मैले देख्छु है, 2-3वटा कुरालाई मात्रै देख्छु। अब म चाहिँ मेरो जुन अब पेसा छ त्यही पेसैमै गएर भने हामी नेपालमा चाहिँ मैले कति मेरो तलब कति छ के छ भन्नुभन्दा पनि हामी तपाईँले मैले यत्रो दुःख गरेर पैसा कमाएर जुन जम्मा गरेर राखेका छौँ नि त्यो 2टा कुराको लागि खर्च भइरहेको छ। हामी त आफ्नो स्वास्थ्यको लागि होइन, बच्चा बच्चीको पढाइको लागि र आफ्नो वृद्ध बुवा मम्मीको उपचारको लागि जति पनि सम्पत्ति छ त्यहाँ जम्मा भएर बसिरहेको छ।
यदि नेपाल सरकारले चाहिँ के गर्न चाहिँ पर्छ त भन्दा ढिलो चाँडो कुन विषय पढ्ने हो, कति 12 कक्षाको क्लाससम्म हुन्छ कि कति चाहिँ सम्म चाहिँ हुन्छ, स्वास्थ्य निःशुल्क गर्छु सम्पूर्ण मान्छेहरूलाई, अनि त्यसपछि स्वास्थ्य र शिक्षा निःशुल्क गर्छु भनेर आउनै पर्छ। त्यो नआइकन हुँदैन। तर अहिलेको जस्तो बिमा त्यो भनेको चाहिँ यो अहिले नेपाल सरकारले हामीले बिमा गरेका छौँ भन्ने जुन छ नि, यो चाहिँ काम चाहिँ छैन। यो चाहिँ काम छैन। किन छैन त भन्दा मैले वर्षमा चाहिँ केही हजार रुपियाँ मैले बिमामा चढाएको छु। त्यसले गर्दा मलाई चाहिँ भए नभएको रोग केही भएको छ कि छैन खोज्न जानु स्वाभाविक कुरा हो। वर्षमा एकचोटि चाहिँ हेर्नु त केही नबोल्ने मोटरसाइकलको सर्भिसिङ गर्छ भने आफ्नो सर्भिसिङ गर्नु त राम्रै कुरा हो। तर त्यहाँ जुन चाहिँ आफूले चाहिँ वडाबाट अथवा चाहिँ सामान्य स्वास्थ्य चौकीबाट सिफारिस लिएर आएर ठुलो हस्पिटल आउनुहुन्छ, जुन चाहिँ गर्नै नपर्ने कुराहरू पनि भएका अहिले हाम्रो हस्पिटलमा के गर्नुहुन्छ त्यो सबै सारिदिन्छ डाक्टर साहब। अनि त्यसपछि मलाई यो पनि दुखिएको छ हुँदै नभएको लक्षण भनेर औषधि अलिकति पोको बनाएर घर ल्याएर ठ्याक्क सजाएर राख्ने हो, त्यसमा युज भइरहेको छ। जसले गर्दा मुख्य पाउन पर्ने जसले चाहिँ बिमित मान्छेहरूलाई जुन मुख्य जसले वृद्ध बाआमाले पाउनुपर्ने हुन्छ नि उहाँले त्यो सुविधा पाउनु भएको छैन। जो बाटो छ टाढो छ त्यसैले बिमा वार्ता प्रयोग गरिरहेछ। एउटा बिमिति त्यो भयो। अनि यो किन यस्तो भयो त भन्दा यदि मैले चाहिँ बिमा गर्दाखेरि को पेमेन्ट संसारभरि को पेमेन्ट त छ नि, नेपालमा को पेमेन्ट नराखिदिया हुनाले बिमाको बारेमा को पेमेन्ट नराखिदिया हुनाले बिमा के भयो हाम्रो अनसक्सेसफुल भएको हो। अनि यहाँ कोही पनि बिमा अनसक्सेसफुल भएको छ भनेर बोल्न कोही चाहनुहुन्न, तर बिमा अनसक्सेसफुल चाहिँ भएको छ। भनेपछि त्यसलाई अब कार्यान्वयन गराउन अथवा सक्सेस बनाउनलाई यो अब हुने संरचनाबाट कसरी सम्भव छ? हो, यसमा संरचनामा के हुन्छ भन्दा संसारभरि तपाईँले आफूले कति तलब पाउनुहुन्छ त्यसको चाहिँ 1% देखि 5% स्वास्थ्यको लागि भनेर पैसा छुट्याइदिया हुन्छ। त्यो चाहिँ स्वास्थ्य मन्त्रालयमा गएर उसको आफ्नै जुन हुन्छ नि एकाउन्टमा गएको हुन्छ। त्यसपछि त्यो पैसाले उहाँको कतिसम्मको उपचार गर्न सकिन्छ त्यो हुन्छ हैन, त्यो पैसाले हुन्छ। त्यो पछि अनि बाहेक अनि तपाईँले चाहिँ बेसिक आफ्नो चाहिँ सरकारले गर्ने इन्सुरेन्स बाहेक म आफूले कति गर्न चाहेको छु अर्को छुट्टै प्राइभेट इन्सुरेन्स पनि गर्ने हो। त्यो गरेर को पेमेन्ट बनाउनु पर्यो। को पेमेन्ट बनायो भने अनि त अनावश्यक जस्तो अहिले चाहिँ अब हस्पिटल जानुभएको पश्चिम बङ्गाल क्षेत्रीय अस्पतालमा अथवा अरू लिनुभएको बिरामीहरू चाहिँ जहाँ चाहिँ बिमा लिनुभएको छ नि त्यहाँ जाँदाखेरि कति लामो लाइन छ। पहिलो दिन लाइनमै बस्दैमा जान्छ, दोस्रो दिन डक्टर खोज्दैमै जान्छ, तेस्रो दिन औषधि बोकेर घर आउनुहुन्छ, हो कि होइन? यहाँ चाहिँ के भएको छ, यदि हो त्यो आउनुभएको बिरामीहरूलाई चाहिँ उमेरको अनुसार रोगको अनुसार चाहिँ पहिले टोकनको व्यवस्था मिलाउने अनि टाइम मिलाउने र सँगसँगै तपाईँको उपचार गर्दाखेरि यो सबै उपचार गर्दाखेरि 100 रुपियाँ लागेको छ भने सरकारले 70% तिर्दिन्छ, 30% तपाईँ आफ्नै खोटबाट लाग्छ भनेपछि मिसयुज गर्ने जुन हुन्छ नि वर्षमा चाहिँ 8 चोटि 10 चोटि नै एक महिनामा केही रोग नभए पनि एक महिना गरेर चेक गर्ने मान्छे जुन छ नि त्यो कन्ट्रोल हुन्छ नि। त्यो कन्ट्रोल हुने बित्तिकै त्यही पैसाले अनि के हुन्छ भन्दा विपन्नहरूलाई एउटा छुट्टै स्किम राखौँ होला। उहाँको को मान्छेले कति कमाएको छ कमाएको अनुसार को पेमेन्टको एउटा सिस्टम बनाएर लिएर आउने भने बिमा मिसयुज पनि हुँदैन, सम्पूर्णले बिमा पनि पाउँछन् अनि सम्पूर्णले चाहिँ के अरे उपचार राम्रो क्वालिटीको उपचार पाउँछन् कि यहाँ त क्वालिटीको उपचार पाइया छैन नि। बिमारबाट सरकारले औषधि दिएको छ भनेको छ है भनेको छ। अनि त्यसपछि बिरामीले खाने औषधिहरू चाहिँ भनौँ न 1000 थरीका छन् भने बिमाबाट पाउने जम्मा चाहिँ 100वटा छ, बाँकी 900 किन त बाहिर जानु परेको छ, बिमाबाट पाइएको छैन, महँगो छ, त्यही खर्च भयो नि त। अहिले मैले भने गरेर को पेमेन्ट गरेर 30% बिरामी आफूले तिर्ने 70% सरकारले चाहिँ म बेहोरिदिन्छु भन्ने बित्तिकै त यस्ता मिसयुजका कुराहरू सबै बन्द भएर जाने भयो नि त। त्यही भएर बिमा चाहिँ मुख्य चाहिने मान्छेले नि पाउने भयो। अनि अर्थात् चाहिँ नचाहिने मान्छेले जुन टाठो बाठो भन्ने हुन्छ नि समाजको त्यसले युज गरेको छ नि त्यो पनि कटौती हुने भयो। एउटा यो भयो। अनि त्यो बाहेक अर्को स्वास्थ्य चाहिँ हामीले चाहिँ के छ भन्दा एटलिस्ट 12 कक्षासम्मको स्वास्थ्य चाहिँ निःशुल्क गरिदिने होइन। कोही मान्छे चाहिँ म चाहिँ प्राइभेटमै पैसा तिरेर जान्छु भनेर भन्नुहुन्छ नि त्यसको एउटा केही उपाय निकाल्यो यदि पैसा तिरेपछि जान पाइन्छ भनेर भन्ने। अनि त्यसपछि विदेशमा पनि हुन्छ नि त कति भन्दाखेरि 5-6 कक्षा एउटा चाहिँ 7 कक्षामा एउटा चाहिँ के अरे जिल्ला लेभलको एउटा जाँच हुन्छ, त्यसबाट चाहिँ को राम्रो भएको छ त्यही अनुसारको स्कुलमा छानेर जाने। अनि त्यसपछि त्यसरी फरफर हुन्छ भने अहिले यहाँ नेपालमा एउटा चाहिँ समस्या चाहिँ के छ, ठिकै छ 9 कक्षा 8 कक्षासम्म चाहिँ अहिले जे पढाएको छ त्यही अनुसार पढाउनुहोस्। 8 कक्षाबाट को अलिकति दक्ष छ हो त्यसलाई प्राविधिकतिर पठाउनलाई त्यही 8बाट 10मा जाने बेला प्राविधिकतिर छिराउनुहोस्। प्राविधिकतिर घोकेको छ प्राविधिकतिर जानै नसक्ने दिमाग छ भने त्यसलाई 8 कक्षाबाट नै अर्को सिपमूलक तरिकामा लिएर जानुहोस् कि
अहिले चाहिँ यहाँ चाहिँ के छ त भन्दा जिपिएको स्कुललाई चाहिँ जिपिए 4 लिएर मेरो स्कुलमा जिपिए 4 लाखेको विद्यार्थीहरू चाहिँ 70 जना छन् भनेर विज्ञापन गरेर जुन गरिरहेको छ नि होइन त्यो राम्रो जिपिए यो भन्नु खोजेको के त भन्दा चाहिने भन्दा विद्यार्थीहरूमा कम्पिटिसन भने कि बाआमामा कम्पिटिसन बनाउने काम गरिरहेको छ यसले यो पनि राम्रो होइन पास भएको छ राम्रो गरिरहेको छ आफ्नो छोराले जति गर्नुभएको छ त्यसले अझै अगाडि बढ्नुपर्छ है भनेर भन्यो तर जिपिए 4 ल्याउनुपर्छ भनेर चाहिँ गरेर अहिले बिहान 6 बजेदेखि 9 बजीसम्म 10 कक्षा बच्चाले पढाइरहेको छ देख्नुभयो नि है बोल्नु त कोही बोले छैन नि यो भए नि त्यो बच्चा चाहिँ 10 बजे घर आएको छ अनि त्यो होमवर्कै लिएर आएको हुन्छ 11-12 बजीसम्म पढ्न चाहिँ फेरि होमवर्क गर्छ अनि बिहान 5 बजे उठेर 6 बजे जानु पर्यो है जसको उमेर छ 14 वर्षको छ ऊ दिनमा कति छ जम्मा 6 घन्टा नि सुते होइन हामी के भन्छौँ 8 घन्टा सुत्यो भने बल्ल स्वस्थ भइन्छ भनेर भन्छौँ त भएन नि यहाँ चाहिँ हामी के को लागि दौडेका छौँ थाहा नै छैन दौड्न हामीले बन्द गर्न पर्यो हामीले पढाएको विद्यार्थी र हामीले पढाएको जुन शिक्षा जुन छ नि त्यो क्वालिटी हुनु पर्यो याद गर्नुभएको छ अहिले 11-12 वर्ष 12मा पास गरेर विद्यार्थीहरूलाई सिडिओ अफिसमा गएर ल बाउ त नार त बनाउन के चाहिन्छ कागज लिएर आइज त्यो बुझेर आऊ भन्यो भने त्यो बुझेर ल्याउनु पनि सक्दैन ल आफैले यो फर्म भरेर एउटा त्यहीँ के अरे सिडिओ साहबलाई त्यहीँ निवेदन लेखेर एउटा हातले फर्म भरेर अनि त्यसपछि त्यहाँ निवेदन लेखेर नार्ताको लागि आफै गरेर आइन्छ जा भनेर चाहिँ ओडामा जाऊ कहाँ जानुपर्छ भन्दा ल ठिकै छ म भन्नु पहिला ओडामा जाऊ यसो बनाउँछु त्यो फेरि सिडिओ अफिसमा जाने हो सबै बनाएर रेडी बनाऊ त्यसपछि म आउँछु नि त बाबु भनेर मैले मेरो छोरालाई भने उसलाई केही थाहा छैन यहाँ जाऊ भनेर लाँदा पनि थाहा छैन भनेपछि हामीले पढाएको त 12 क्लास पास भनेको त राम्रो शिक्षा हो त त्यो शिक्षा त हेर्नु त सामान्य एउटा चाहिँ ओडाबाट सिफारिस लिएर नार्ता बनाउने ठाउँमा गएर नि त त्यो चाहिँ आफूले पढेको शिक्षा जुन छ नि प्रयोग गर्न सक्दैन उसले भनेपछि हामीले पढाएको तरिकै कतै बिग्रियो भने हामीले बुझ्नु परेन र भनेपछि अब यो अहिलेको जुन मुभमेन्टबाट जुन खालको चेन्ज आएको एउटा सबैमा आशा पनि पलाएको छ होइन एउटा प्राविधिक मान्छेहरू विषयविज्ञ मान्छेहरू अहिलेको मन्त्रीमण्डलमा हुनुहुन्छ त्यस्तै खालको मुभमेन्टले आउनुपर्छ र अब यसलाई कन्टिन्यू पनि जाला भन्ने आशा गरौँ यो भयो भने यी तपाईँले भनेका जुन व्यवहारिक कुराहरू छन् यी परिवर्तन होला भन्ने अपेक्षा गर्नु भएको छ यसमा कस्तो हुन्छ विष्णु सर भन्दा नि भोलि राम्रो हुन्छ भनेर जो मान्छे अगाडि बढ्दैन नि ऊ कहिले नि पुग्दैन ठाउँमा त्यही भएर अहिले हामी जुन दुःखद घटनाबाट गत चाहिँ हुँदा 30-35 वर्षदेखि अब हामीले यस्तो गर्छौँ भनेर सुन्दै हामी चाहिँ धैर्यको साथ ओके गर्नुहुन्छ भन्दै आयौँ तर हामी सबैलाई अब चाहिँ एउटा वैकल्पिक एउटा चाहिँ यो चाहिँ त गफै मात्रै भयो 82 सालसम्म के नगर्ने 84 सालमा मलाई भोट दिनुहोस् म गरिदिन्छु भनेर हाम्रो चाहिँ शीर्ष नेताहरूले भन्नुभएको छ अब कति पत्याउने त्यो त अब पत्याउँदैन जनताहरूले त्यो त शीर्ष नेताहरूले नि बुझ्दा हुन्छ ठुला पार्टीहरूले नि बुझ्दा हुन्छ होइन त्यो चाहिँ हामी त ठगिरहेका छौँ नि त त्यही भएर अहिले चाहिँ जिन्जी मुभमेन्टले चाहिँ हामीले चाहिँ देखाएको आशा भनेको के छ त भन्दा दुई त्यहाँको सरकार ढल्नै सक्दैन भनेर भनेकोलाई चाहिँ 24 घन्टामा त ढल्दो रहेछ नि त किन गल्ती गरेर हुनाले ढल्या त हो नि होइन अहमताले गर्दा ढल्या त हो नि अब हामी सच्यौँ त अब तपाईँहरू सच्चिनु भने तपाईँ सकिनुहुन्छ भनेर मेसेज दिए हो यो चाहिँ जसले चाँडो बुझ्यो त्यो चाहिँ के अरे आफ्नो चाहिँ राजनीतिक क्षेत्रबाट नि अलि माथि पुग्नुहुन्छ आफ्नो क्यारियरमा नि अझै माथि पुग्नुहुन्छ जो सचिनुहुन्न उहाँ चाहिँ के अरे सकिनुहुन्छ अब यसमा एउटा राम्रो चाहिँ एउटा के छ भन्दा जेनजीले जे कुरा भनेको छ केही कुरा उनले चाहिँ अहिले चाहिँ के अरे अब यो चाहिँ 6 महिनाभित्रको चुनावमा चाहिँ के हुन्छ कसो हुन्छ त्यसमा धेरै कन्फ्लिक्ट छ त्यो मिल्ने कुरा केही छ केही कुरा मिल्दैन त्यसमा अब हामी त हाम्रो आजको विषय पनि होइन त्यसमा हामी जाँदैनौँ त्यो चाहिँ के छ भन्दा अब आउने नेतृत्वमा जुन तपाईँ हामीले आफैले छानेको हौ छान्दाखेरि चाहिँ जो मान्छे पढ लेखेको छ मैले 25 वर्षमा राजनीति गरेँ भन्ने मान्छेको उसले पढेको चाहिँ छैन एउटा कुरा हामीले के बुझ्न पर्यो भन्दा अनुभव चाहिने चिज हो त्योभन्दा पहिला शिक्षा उसको त हुनैपर्छ म यति कक्षा फेल भए पनि मेरो घरभरि लाइब्रेरी छ यो पढाएको छु भने भरमा ऊ विज्ञ चाहिँ भइँदैन त्यही भएर हामी चाहिँ शिक्षित मान्छे देखेको मान्छे र आफ्ना साथीभाइले दिएको सुझाव सुन्न सक्ने मान्छे हामीले छान्नुपर्छ यहाँ त माथि कुर्सिया जाने बित्तिकै मलाई सबै थाहा छ तिमीले केही नसिकाऊ भनेर बिग्रिया हो त्यही भएर हामीले केही त परिवर्तन हुनैपर्छ स्वास्थ्य र नेपाल जस्तो यति सानो देश जुनको पपुलेसन 3 करोड छ 3 करोडमा झन्डै 1 करोड जति चाहिँ विदेशमै हुनुहुन्छ त्यसै 50 लाख जति चाहिँ जुन चाहिँ 14 वर्षभन्दा मुनिका हुनुहुन्छ त्यो भनेको त धन्न 1.5 करोड जनतालाई मात्रै खुसी बनाएर
अगाडि बढाउन सक्ने सरकार चाहिएको छ जम्मा 1.5 करोड त्यो यो 1.5 करोड सबै पैसा कमाउने ग्रुपकै मान्छे कुर्नु त यतिलाई त हामीले चाहिँ टुटाउने फुटाउने गरेर एक अर्काभित्र झडा गराएर माथि बस्नु भएको नि अब यो झडा गराउन नि छोडिदिनुहोस् मिलेर बस्न दिनुहोस् नेपाल जस्तो यति सुन्दर देशमा स्वास्थ्य र शिक्षामा तपाईँ हामीले आफ्नो बालबच्चालाई र आफ्नो बुवा मम्मीलाई र हामी आफैलाई लगानी गर्न पर्न भने यो देशमा करोडौँ वर्षमा कमाउनु पर्ने आवश्यकता छैन थोरै पैसाले नि खुसी भएर घरकै मिठो मसिनो जस्तो हुन्छ त्यो खाएर आनन्दले बाँच्न सक्छौँ हाम्रो अहिले हेर्नु त आजभन्दा चाहिँ 30 वर्ष अगाडि चाहिँ हामी सबै नेपालीको ह्याप्पी इन्डेक्स कति राम्रो थियो अहिले ह्याप्पी इन्डेक्समा अनह्याप्पी इन्डेक्स मात्रै छ ह्याप्पी त छँदै छैन हामी यो विषय फेरि अर्को बसाइमा पनि गरौँला होइन अहिले अलिकति प्रसङ्गभन्दा बाहिर पनि गयो कतिपय कुराहरू यो मोमेन्ट यो भइरहेको कुरा हो होइन अब ठ्याक्कै हामी चाहिँ यो खानपिनसँगै जोडिएर आजको हेल्थ अपडेटमा कुरा गरिरहेछौँ दसैँ आइसक्यो अब पोखरा भन्ने बित्तिकै फेरि च्याङ्ग्राको कुरा पनि रहन्छ अब ठाउँ भूगोल अनुसार कहीँ कुखुरा होला कहीँ राँगा होला कहीँ खसी होला होइन कहीँ बाख्रा होला त्यो आफ्नो आफ्नो ठाउँ भूगोल अनुसारको प्रयोग गर्ने हुन्छ खासमा मासु खाँदाखेरि कसरी खायो भने धेरै खाँदा पनि हेल्दी भइन्छ भन्ने चिज चाहिँ अहिले किन भन्दा अहिले थोरै खाने भन्ने त धेरै कमले मात्रै सोचिरहेको हुन्छ नि दसैँ चाडमा मासु धेरै नै खाने चलन हुन्छ किनभने थोरै खाँदा पनि धेरै भइरहेको हुन्छ कसरी खायो भने धेरै मासु खान सकिन्छ हेल्थको हिसाबले यो विषयमा अलिकति धेरैको चासो हुनसक्छ यसमा अब हामीले चाहिँ के भन्छ त एउटा चाहिँ रातो मासु भनेर छुट्याउने भयो एउटा सेतो मासु भनेर छुट्याउने भयो कुखुराको मासुहरू भयो माछाहरू चाहिँ सेतो मासु भयो त्यो सेतो मासुहरूमा चाहिँ हाम्रो शरीरमा चाहिँ अनावश्यकलाई हुने कोलेस्ट्रोलहरू चाहिँ बोसोको मात्रा अरूको भन्दा अलिकति कम भएको हुनाले यो चाहिँ सबभन्दा राम्रो मासु भयो है त हामीले फोकस गर्ने भनेकै सेतो मासुलाई बढ्ता हो तर यसको अर्थ यो होइन कि रातो मासु खानै हुन्न भनेर भने पनि होइन रातो मासुलाई नै खानुपर्छ त्यो हाम्रो शरीरलाई पनि चाहिन्छ यसमा हामीले के भन्छौँ भन्दा तर जुनसुकै मासुहरू भए पनि त्यसलाई पकाउने तरिकामा चाहिँ चाहिने भन्दा धेरै ओभर कुक गरेर मसले राखेर खारेर तारेर बनाएका जुन मासुहरू हुन्छ नि तिनीहरू चाहिँ जुन चाहिँ एउटै त्यसलाई चाहिँ 2-3 चोटि तताएर पकाएको हुन्छ नि त्यो जस्तो बिख चाहिँ केही पनि हुन्न त्यही भएर हामी चाहिँ धेरै ठाउँमा याद गर्नु होला त्यो चाहिँ के अरे माछाहरूलाई हामीले चाहिँ पहिला काट्छौँ काटेर भएपछि तर घिउमा तेलमा चाहिँ फ्राई गर्छौँ फ्राई गरेर भएपछि निकालेर भएपछि त्यो खाएर भएपछि त्यही तेललाई फेरि अर्को मासुहरू यिनीहरू पकाउनलाई प्रयोग गर्छ नि हो त्यो तेल चाहिँ एकदम बिख्ने हुन्छ त्यो घिउहरू चाहिँ बिख्ने हुन्छ एकचोटि उमालेर पाकिसकेकोलाई फेरि अरू ठाउँमा उमालेर पकाउने जुन चाहिँ बारम्बार गरिन्छ नि त्यो चाहिँ दसैँमा चाहिँ सबभन्दा बढ्दै त्यही हुन्छ त्यो चाहिँ गर्नु भएन एउटा कुरा अनि अर्को चाहिँ धेरै तारेर बनाएका खानेकुराहरू जुन हुन्छ नि हो त्यसलाई चाहिँ नगर्ने मैले त के भन्छु भन्दा हामी चाहिँ प्रेसर कुकरमा अथवा यिनीहरूमा चाहिँ कसौडीमा जुन गरेर पकाएका हुन्छौँ होइन हो त्यसलाई चाहिँ अलिकति बोइल गरेर अनि केही मासुहरू अलिकति बोइल बनाएर निकाल्नुहोस् होइन कोही मासुहरूलाई अलिकति फ्राई बनाउनुहोस् कोही मान्छेकोलाई चाहिँ कुनैलाई चाहिँ अलिकति ग्रेभी बनाउनुहोस् हो 3टा फरक चरण बनाएर लिएर आउनु न अनि त्यसपछि एउटा चाहिँ के अरे पहिला पुरै फ्राई गरेको चिजलाई चाहिँ अनि बचेको चिजलाई फेरि लिएर ग्रेभी बनाउनुतिर नलानुहोस् कि पहिले त्यसलाई चाहिँ अंश छुट्याइदिनुहोस् हो त्यो एउटा गरियो भने पनि सबै फरक स्वादको खाना पनि पाइयो अनि त्यसपछि हानिकारक पनि भएर आउने भएन है त्यो एउटा त्यसरी पकाउनु पर्यो अनि रातो मासुहरूमा यिनीहरूमा चाहिँ हामीले पकाउँदाखेरि आजकल चाहिँ अब घरहरूमा चाहिँ प्रेसर कुकर कसौडी यिनीहरूको बाहेक एयर फ्रायर पनि अब धेरै घरहरूमा चाहिँ अलि आजकल आइसकेका छन् एयर फ्रायरमा चाहिँ प्रयोग गर्ने त्यो भाँडाको चाहिँ भित्रको कोटिङको बारेमा त अर्को चरणमा फेरि भनौँला त्यो कोटिङहरू कुनै एकदम विषाक्त पनि छन् यो चाहिँ अहिले हाम्रो चाहिँ यो विषयमा नपरेन त्यो अहिले मैले भनेन एयर फ्रायरमा पकाएको चाहिँ हामी सबैले घरमा देखिरहेको छौँ त्यहाँ बोसो त सबभन्दा कम छ नि त होइन त हो त्यो खाना पकाइ चाहिँ सबभन्दा एयर फ्रायरवालामा अलिकति केही खानेकुरा एयर फ्रायरमा पकाउँ हो त्यो एउटा त्यसरी राम्रो भयो त्यही भएर हामीले चाहिँ त्यो बाहेक हामीले चाहिँ मासुहरू जुन पकाएका मांसहरूको यिनीहरू जुन छन् हो यिनीहरू चाहिँ 3 छाकमा मासु खाने काम नगरौँ एउटा छाकमा लन्चमा मजाले खानु भएको छ नि डिनरमा चाहिँ शुद्ध शाकाहारी टाइपको अथवा हाटौटो फलफुल मात्रै खाएर थोरै भात थोरै दाल थोरै मात्रै गरेर खाने हो त्यो गर्न पर्यो अनि त्यसपछि यो चाडपर्वको बेलामा हामीले चाहिँ खानेकुरा खाएर भ्याउने बित्तिकै 2 घण्टाभित्र चाहिँ कृपया नसुत्दिनु होला है त नसुत्नु होला हुन त अरू बेला पनि सुत्ने नै होइन खाना खाएर भ्याएपछि एटलिस्ट हाम्रो शरीरलाई चाहिँ खाना पचाउनको लागि भने 2 घण्टा समय तपाईँले दिनै
पर्छ। खाएर भ्याउने बित्तिकै सुत्न जानुभयो भने के हुन्छ भन्दा खाना पचाउनको लागि सबै इन्द्रियहरू चाहिँ एकदम सक्रिय हुनुपर्ने बेलामा तपाईँ सुत्ने भनेको सबै इन्द्रियहरू चाहिँ शिथिल भएर बस भने पेटमा चाहिँ डुम्म फुलेर आउने, भोलिपल्ट बिहान उठ्दा बान्त गर्नु जस्तो भएर आउने, पेटमा हावे भरे जस्तो भएर आउने, के अरे तुस भरे जस्तो के भनेर भन्छ नि एउटा नेपाली उ छ नि होइन त्यो शब्द हो, त्यस्तो भए जस्तो भएर आउने। त्यसले गर्दा दसैँ नै खल्लो भएर जाने हुन्छ। त्यही भएर तपाईँ चाहिँ बेलुका 10 बजीतिर सुत्नुहुन्छ भने 8 बजीभित्र डिनर खाएर भ्याइसक्नुहोस् हो, त्यो एउटा गर्ने एक। अनि अर्को चाहिँ बेलुकाको खानेकुरा चाहिँ मैले पहिलोचोटि नै मात्रै होइन कि धेरैचोटि नै भनेको छु कि हाम्रो नेपालीको खाने तरिकामा नि अलिकति हाम्रो बिग्रेको छ। हामीले बिहानको नास्ता हामीले खाँदैनौँ। त्यो नखाएको कारण चाहिँ के छ भन्दा 10 बजे हामीले चाहिँ जागिर खान जाने कारणले गर्दा हो। बिहान 7 बजे नास्ता खाउँ, 10 बजे खानै मन लाग्दैन, यो कता नमिल्या छ कि। त्यही भएर 10 बजे काम गर्ने अफिस टाइम जुन हुन्छ नि त्यसलाई चुप्प लाएर 8 बजे लिएर आइदिनुहोस्, केही नै फरक पर्दैन। अनि 8 बजेदेखि 12 बजीसम्म काम गर्नुहोस्, 1 घन्टा 2 घन्टालाई खाजाको लागि ब्रेक दिनुहोस्, अनि फेरि त्यसपछि 2 बजेपछि 5 बजे 6 बजीसम्म काम गर्नुहोस्। अथवा 2टा सिफ्ट बनाउनुहोस्। 8 बजे आएको मान्छे 3 बजे फर्केर जान्छ, अर्को ग्रुप 10 बजे आउँछ, त्यो 6 बजे फर्केर जान्छ। यसरी टाइम म्यानेजमेन्ट गऱ्यो भने अफिसमा बस्ने काम गर्ने मान्छेहरू नि जतिखेर पनि तपाईँले हेर्दाखेरि फ्रेस नै भएर खुसी नै भएर बसिरहेको देखिन्छ। त्यही भएर हामीले बिहानको चाहिँ हामी चाहिँ के भन्छौँ त भन्दा यो चाहिँ बिहानको नास्ता राजाले खाँदैन खाऊ, के पुगे खाइन र भनेर खाऊ भन्ने हो। हामीले बिहानको नास्तै छैन, याद गर्नुहोस् है। दिउँसोको खाना जुन चाहिँ प्रायः चाहिँ हामीले चाहिँ 12 देखि 2 बजीसम्म खान्छौँ, राजकुमारले खाँदैन खाऊ, चिटिक्क भएर हिँड्न पऱ्यो, भुँडी नलाग्यो, आनन्द शरीर राम्रो होस् भनेर खाऊ। अनि बेलुका खाना चाहिँ माग्ने मान्छेले लिएर आएर कतिले आए हुन्छ र थोरै खाऊ भनेर भन्ने यो चलन छ। हाम्रो नेपाली खाना के छ भन्दा ठ्याक्कै उल्टो छ। बेलुकाको मानो सुखको मानो भनेर त मेरो मम्मीले भनेको मलाई नि याद आउँछ। तर बेलुकाको मानो सुखको मानो हुँदै होइन, अलि पछि डक्टर भएपछि थाहा भयो नि त, त्यो त रोग ल्याउने मानो हो, दुःख दिने मानो मात्रै हो। त्यही भएर बेलुकाको मानो जति खाने गर्नुभएको थियो त्यसलाई घटाउनुहोस्। त्यो घटाउने बित्तिकै तपाईँको भुँडी पुक्क निस्केको त्यो घटेर जान्छ। अहिले कुन नेपालीको फोक्से भुँडी छैन? कुन नेपालीलाई कलेजमा बोसो छैन भने कसो छ? सबैको छ। फ्याटी लिभर भन्ने हेर्नु त, जसको भिडियो छ नि त्यही देखिन्छ। याद गर्नुभयो नि, झन् 80-90%मा ए बेलुका खानेकुरा ड्याममा खायो सुत्यो। त्यही भएर बेलुका खानेकुरालाई आधा गर्नुहोस्। हो आधा गर्दा राति भोक लाग्ला, ठिकै छ त, आधा 2 दिन 3 दिन भोक लाग्छ, त्यसपछि बानिनी पर्छ। होइन मलाई खानेकुरा कम भयो कि भन्ने लाग्छ भने त्यो चाहिँ 8 बजे खानलाई चाहिँ ठिकै छ त, 1 बजेतिर लिएर आउनु न त। बिहान 7 बजे नास्ता ड्याममा खानुहोस्, 1-2 बजेतिर चाहिँ खानेकुरा घरबाटै बनाएर लिएर गएको टिफिन अफिसमा लिएर गएर खाँदा केही बिग्रिँदैन, लाज मान्ने कुरै भएन। क्यान्टिनमा जानुपर्छ भने छैन, घरमै बनाएर राखिदिएको खानेकुरा 10 बजेलाई खाने भनेर बनाएको छ हो, त्यो लिएर जाँदा मजाले हुन्छ। अनि बेलुका आएपछि अलिकति फलफुल खानुहोस्। अनि तर एउटा कुरा याद गर्नुहोस् कि तपाईँले दिनभरि के खानुभयो जतिसुकै गरेर भइसके पनि चिया र कफीको मात्रालाई दिनमा 2 गिलासभन्दा बढ्ता सकेसम्म नलैजानुहोस्, एउटा कुरा। अनि दिनभरिमा तपाईँले 2 लिटर जति पानी जसरी नै खाइदिनुहोस्। हामी नेपालीले पानी नै खान्छौँ। बिहान भात खाँदा 1 गिलास, बेलुका खाँदाखेरि 1 गिलास, अरू बेला चिया कफी यस्तैमै जान्छ। याद गर्नु त, हामीले पानी नै खानु भनेर जाँदैनौँ नि, न हामीले बच्चालाई सिकाउँछौँ न हामी आफै गर्छौँ। त्यो हाम्रो एउटा गल्ती छ। त्यही भएर पानीको मात्रा एकदम कम भयो। रक्सीजन्य पदार्थ टन्न खाने, पानीको मात्रा पनि नखाने, अनि त्यसपछि त्यहाँदेखि आएर सुगरको प्रेसरको औषधि पनि नियमित नखाने। यो भनेको त तपाईँलाई सोझै गएर प्यारालाइसिस बनाऊ, मलाई हृदयघात बनाऊ अथवा मृगलाई बनाऊ भनेरै अगाडि बढाएको त हो हामी हो। त्यो पाटबाट हामी चाहिँ जोगिनै पर्यो। अब अहिले ठ्याक्कै तपाईँले यो कुरा जोडिहाल्नुभयो। जस्तो यो दसैँ सँगसँगै जोडिएर आउँदाखेरि चाहिँ मासुका धेरै भएको कारणले आइटमहरू बढी बनाउने र यो मासुसँग अहिले पछिल्लो समयमा सेलिब्रेसनका हिसाबले अहिले ओपनै भइसकेको छ। रक्सी र मासु चाहिँ एकदमै कम्पलसरी जस्तो धेरै घरमा, यो सहरका घरहरूमा अलिकति आफूलाई इलाइट भन्ने खालका मान्छेहरूले त रक्सी र मासुलाई कम्पलसरी जस्तै बनाएका छन् होइन। यसको इफेक्ट चाहिँ कस्तो हुन्छ र यो खाना हुन्छ कि हुँदैन? खाँदा तपाईँको सुझाव के छ, रक्सी खाने कि नखाने? यसो हुन्छ, रक्सी जे कुराको पनि लिमिट भन्ने चाहिँ हुन्छ। हेर्नुहोस्, जे कुरा पनि लिमिट हुन्छ। तपाईँले रक्सी खानु भएको छ कि रक्सीले तपाईँलाई खाएको छ भने त्यो छुट्याउन त सक्नु पऱ्यो नि तपाईँले पहिला। अहिले हाम्रो समाजमा यही नै भयो। यो चाहिँ भन्दा कसले कसलाई खाइरहेको छ भने हामीले छुट्याउनै छोडिसक्यौँ। ठ्याक्कै यहाँ कस्तो मैले जोडेँ, यो रक्सी खाएको बेलामा अलि खानेकुरा बढी खानुपर्छ है, मासु पेल भन्ने खालको ट्रेन्ड पनि छ नि त फेरि। छ है, हो छ। अनि त्यो रक्सी खाएको बेलामा तपाईँ आफै नै अलिकति हाइपर भएको हुन्छ, त्यसरी अलिकति धेरै खानु त त्यसै पनि हुन्छ नि त फेरि।
हैन। त्यही भएर यसमा चाहिँ दुईटै कुरा चाहिँ सँगसँगै आएको। मासु धेरै खाएको बेला मासु पचाउनलाई रक्सी खाऊँ भनेर पनि आउँछ, रक्सी खाएको बेला फेरि रक्सीले फेरि त्यो चाहिँ नेट हानेको छ, त्यसले गर्दा फेरि भित्र बिगार्ला भनेर त्यो आन्द्रालाई कन्फ्युज बनाउनलाई मासु पठाएको पनि गरिन्छ हैन। अब त्यो कन्फ्युज हुन्छ कि हुँदैन त्यो अर्कोचोटि कुरा गरौँला हैन। तर चाहिँ एउटा कुरा चाहिँ के हो त भन्दा रक्सीजन्य पदार्थहरू जस्तो के शुद्ध भनेको छ भन्दा तपाईँले 40 ml 50 ml बराबरको रेड वाइन अथवा व्हाइट वाइन खाइरहनु भएको छ भने त्यो आफैले कलेजोलाई पनि राम्रै गरेको छ, मुटुको रोग निस्किन पनि नदिने, त्यसमा चाहिँ एन्टिअक्सिडेन्ट भएर आउने, टाउकोको रोगहरू पनि ननिस्किने भन्ने त्यो चाहिँ संसारभरि नै इस्टाब्लिस कुरा नै हो। तर हामी नेपाली चाहिँ के बताउँदा सानैदेखि नै बाआमाले खाना उन्न ओहो यो भनेर जुन एउटा चाहिँ अर्कै खालको नेगेटिभ भाइब्स दिमाग दिइसक्नु भएको थियो। त्यसले एकचोटि खाँदाखेरि त आफै झुम्म पारे कस्तो भयो भन्दा आनन्द भएपछि त्यो कुरो हत्तै बिर्सिएर अनि एकदम धेरै खानी भएर गएको हो। विदेशमा के छ भन्दा 17-18 वर्ष भएपछि अलिकति पबमा जाने यता जाने अलिकति 1-2 प्याकहरू अलिअलि चाखिरहेका हुन्छन् हो। उनीहरूले हामी चाहिँ गरेर चाहिँ के अरे चाडपर्व आएपछि चाहिँ एकैचोटि बोतलै सक्ने गरेर उनीहरूले खाँदैनन्, किन त उनीहरूले पहिल्यै चाखिसके। हामी चाहिँ पहिलेदेखि नै नखाऊ भनेर चाहिँ बन्देजमा राखेको मान्छेलाई अचानक बाँध्यो गोरलाई छोड्दै सिके हुन्छ भने गरेर हामी चाहिँ यो चाडबाडमा चाहिँ रक्सीजन्य पदार्थ चाहिँ शरीर नै बिगार्ने गरेर खाएका छौँ। त्यसलाई हामीले ब्रिन्ज ड्रिङ्किङ भनेर भन्छौँ। त्यो चाहिँ एक छोटो समयमा धेरै एमाउन्टको रक्सीले चाहिँ तपाईँलाई अचानक कलेजोको रोगहरू चाहिँ एक्युट चाहिँ के अरे यो लिभर फेलियर कलेजो बिगारिदिने अथवा तपाईँ चाहिँ पहिलेदेखि नै रगतमा पोषकको मात्रा एकदम धेरै भएर आएको छ भने रक्सीजन्य पदार्थ एकदम धेरै खाँदाखेरि तपाईँलाई डिहाइड्रेसन हुन्छ। डिहाइड्रेसन भएपछि पहिलेदेखि नै तपाईँलाई हृदयघात हुन खोजिरहेका मान्छेलाई ड्वाङ्गै हृदयघात भएर आउने, प्यारालाइज भएर आउने यस्ता कुराहरू चाहिँ यो रक्सीले निकाल्न चाहिँ मद्दत गर्छ। त्यही भएर जे कुराको लिमिट हुन्छ मिलाएर खानुपर्छ। मिलाएर खाँदाखेरि केही नै बिग्रिँदैन। रक्सी खाएपछि सबै बिग्रिने भन्ने हुँदै होइन, तर बिग्रिने एमाउन्टले गरेर खाएपछि बिग्रिनु त जसरी नै हुन्छ नि त। तर यसको अर्थ यो होइन कि तपाईँले रक्सी खानु भएको छैन आधी खान सुरु गर्नुहोस् है भन्नु खोजे पनि होइन। आफ्नो तपाईँको घरको संस्कृति के छ कसो छ, आफूले गरेको क्रियाकलापले आफ्नो शरीरलाई पनि बिगार्न भएन, आफूले गरेको क्रियाकलापले आफ्नो घर परिवार र आफन्तहरू छिमेकीलाई पनि बिगार्न भएन। यो दुइटै कुरामा तिनटै कुरा भयो नि त। यो आफू अनि परिवार अनि छिमेक तिनटालाई ब्यालेन्समा राखेर खाना पर्छ। त्यसो भए ठ्याक्कै हामीले एउटा स्वस्थ व्यक्तिले म जतिको व्यक्तिले एक दिनमा कति मासु खाएँ र त्योसँग मैले सामान्यतया बियरको हिसाब गरौँ कति गिलास बियर खाएँ भने मलाई चाहिँ असर गर्दैन त। यसमा हामीले के भन्छौँ भन्दा हाम्रो शरीरलाई चाहिँ स्वस्थ रहनको लागि प्रोटिनको मात्रा चाहिन्छ हैन। कार्बोहाइड्रेट पनि चाहियो, बोसो पनि चाहियो, प्रोटिन पनि चाहियो। प्रोटिन चाहिँ हाम्रो शरीरलाई चाहिँ तपाईँको तौल कति छ त्यति नै ग्राम बराबरको प्रोटिन चाहिन्छ। जस्तो म अहिले चाहिँ 70 किलोको छु भने मलाई 70 ग्रामको प्रोटिन चाहिन्छ। एउटा अन्डाबाट जम्मा 10 ग्राम आउँछ। कुरो बुझ्नुभयो? एउटा अन्डाबाट 10 ग्राम मात्रै आउँछ। त्यही भएर हामीले दाल अलिकति खान्छौँ हो। त्यसबाट तपाईँले त्यही भएर हामीले के भन्छौँ भन्दा हाम्रो जस्तो चाहिँ 40 वर्षको मान्छेहरूले चाहिँ एक्सर्साइज गर्नुहुन्छ, जिम जानुहुन्छ, यता गर्नुहुन्छ भने दिनमा 2टा अन्डा खानुहोस् नै भनेर भन्छु मैले। अनि अलि 2टा अन्डा खानुहोस्, गेडागुडी खानुहोस्, अनि चाहिँ सधैँ बेलुका सानो त दालको कचौरा जुन हुन्छ नि त्यति कचौराबाट मासु नै खानुहोस्। डेली खाइ नै हुन्छ। शरीरलाई प्रोटिन चाहिन्छ। प्रोटिन नभयो भने हामी नेपालीहरू याद गर्नु त 40 वर्ष कट्ने बित्तिकै अनुहारहरू चाहिँ अलिकति दुब्लो भएर वातै मासुहरू झुन्डे जस्तो भएर आउँछ नि, प्रोटिन नभएर। हामीले के हुन्छ भन्दा हाम्रो जहिले पनि घरमा गएर हेर्नु नै एक थालमा खानेकुरा आयो भने थालभरि भातले भरिया हुन्छ। त्यो त कार्बोहाइड्रेट धेरै भयो नि त हैन। त्यही भएर हामीले चाहिँ थालमा राखेको खानेकुरामा चाहिँ भात दाल तरकारी मासु अचार गर्दाखेरि ठ्याक्क नेचुरल कलरको सप्तरङ्गी जस्तो बनाएर खानुभयो भने त्यो सबभन्दा हेल्दी डाइट भयो कि। हाम्रोमा चाहिँ भात ड्वाङ्ग छ। त्यही भएर हामी चाहिँ के भन्छौँ भन्दा एक थालमा चाहिँ आउँदाखेरि धन्दा 40% जति चाहिँ भात राख्नुहोस्। त्यो थालको पोर्सन जुन छ नि 40% अहिले हाम्रो खानाको छ भन्दा धन्दा 80% जति चाहिँ भात छ। याद गर्नु त हो कि होइन र? 40% राख्नुहोस्। त्यसै अर्को दालमा चाहिँ दाल राख्नुहोस्, एउटा गेडागुडी तरकारी, एटलिस्ट तरकारी चाहिँ धेरै डढाएको धेरै चाहिँ खुदेर चाहिँ के अरे प्यात्तै बनाएर पकाएको भन्छ नि खाना हो। त्यसो खालको तरकारी नबनाइकन उल्टापल्टा गरेर फ्रेस जस्तै नै बनाएको 2 थरीका तरकारी अनि थोरै चाहिँ अनि गेडागुडी भए पनि भयो अथवा दाल भए पनि भयो। अलिकति थोरै चाहिँ यो के अरे आफूलाई चाहिँ धम्की भएर आउने घाँटी दुख्ने यस्तो रोगहरू छैनन् भने दही भयो हो। यसरी राखेर 7 रङको बनाएर खानुभयो भने प्रोटिन त हाम्रो जसरी चाहियो नि त। प्रोटिन नभइकन भएन। प्रोटिन चाहिँ अहिले मैले उदाहरण दिइहालेँ। तपाईँको आफ्नो तौल कति छ हो त्यति नै ग्रामको प्रोटिन चाहिन्छ। एउटा अन्डाबाट फेरि पनि भने त्यही 10 मात्रै आउँछ है।
हामीले एउटा अन्डा खाएपछि दिनदिनै एउटा अन्डा खाएको भनेर भन्छ नि, प्रोटिन कति आएछ त, हामीलाई चाहिने प्रोटिनै पुगेको छैन। त्यो प्रोटिन चाहिँ चाहियो। प्रोटिनलाई तपाईँले चाहिँ माछा मासुबाटै पुऱ्याउँछु भन्ने पनि छैन, ग्याडुगुडीबाट पुऱ्याउनु पनि सकिन्छ होइन। त्यही भएर कार्बोहाइड्रेट पनि चाहियो, फ्याट बोसो पनि अलिकति चाहिन्छ नै हामीलाई, अनि यतापट्टि प्रोटिन पनि चाहिन्छ। प्रोटिन त मुख्य नै हो, प्रोटिन त मुख्य नै हो। अब अहिले हाम्रो त यहाँ पोखरामा कुरा गरिरहँदा त खसी बोका भन्दा पनि च्याङ्राको कुरा चाहिँ बढी आउँछ होइन। हुन त पनि एउटा खसी बोका प्रजातिकै फरक प्रजाति पालाइको हिसाबले भूगोलका हिसाबले रह्यो। यो दुईटा हामीले अहिले रेगुलर दैनिक रूपमा खाने खसी बोका र यो दसैँको सिजनमा खाने च्याङ्रामा के अन्तर छ? यसमा अलिकति फरक चाहिँ छ। हुन त तपाईँले घरमै ल्याएर च्याङ्रा पकाउनु भएको र त्यो खसी पकाउँदाखेरि कुन चाहिँ कति चाँडो पाक्छ, कुन चाहिँ कति ढिलो पाक्छ भन्ने कुरो त अलिअलि याद गर्नुभयो होला होइन। अहिले चाहिँ जस्तो अब मनाङ मुस्ताङमा भएका च्याङ्राहरू भेडाहरू जुन आएका छन् नि, तिनीहरू त्यहीँका चाहिँ अलिकति अब के अरे खनिज पदार्थहरू जुन खाएका पनि छन् तिनीहरूले होइन, यासे गुम्बादेखि लिएर के खाएका छन् होइन। अनि त्यो बाहेक उनीहरू चाहिँ डाँडा पाखामा चाहिँ हिँडे गरेका छन् हो, जसले गर्दा तिनीहरूको मासुमा चाहिँ घरमा पालेको, अनि त्यसपछि जुन उनीहरूलाई चाहिँ दाना खुवाएर हुर्काइया खसी बोकाहरू जुन हुन्छन्, जुन चाहिँ खसी बोकाहरू चाहिँ चाँडो तिनीहरूको वेट चाहिँ गाउँघरमा पालेको अथवा चाहिँ यो चाहिँ के अरे मासु प्रयोजनलाई पालेका जुन हुन्छ हो, तिनीहरू चाहिँ वारवर्ती मोटाउने बोसा भएका छन् भने यो च्याङ्रा भेडाहरूमा चाहिँ बोसोको मात्रा अलिकति फरक छ। मासु पकाउँदा नि स्वाद पनि अलिकति फरक नै पाउनुहुन्छ। अनि यो चाहिँ रातो मासुमा चाहिँ यो खसी यो चाहिँ च्याङ्राको र भेडाको मासुहरू चाहिँ अर्को मासुभन्दा पाक्नको लागि एक सिटी प्रेसर कुकरमा एक सिटी पर्दा लाउनु पर्ने नि फिट त भएको छ नि त होइन। हो त्यसमा चाहिँ अब त्यसको चाहिँ यो मासुमा चाहिँ बोसोको मात्रा चाहिँ अरूको भन्दा धेरै नै कम छ। भए पनि यिनीहरू सबै रातो मासुभित्रै पर्छ, तर त्यो चाहिँ भेडा र च्याङ्राकोमा चाहिँ बोसोको मात्रा कम छ भन्ने कुरा मात्र हो। हामी अन्तिममा छौँ। जस्तो धेरै घरहरूमा अहिले पक्कु बनाउने चलन पनि छ नि, मासुलाई फरक तरिकाले एउटा पक्कु जस्तो अलिक ग्रेभी टाइपको त्यो खालको हेर्ने न, विभिन्न भेराइटीहरूमा बनाउने चिज, कसैकोमा चाहिँ फ्राई गर्ने चलन हुन्छ, कसैकोमा सेकुवा बनाउने चलन हुन्छ होइन। सबभन्दा हेल्दी चाहिँ कस्तो बनाएर खाँदाखेरि चाहिँ कुन आइटम बनाएर खाँदा सबभन्दा हेल्दी मासु हुन्छ? राम्रो कुरा। मलाई एकदम मनपर्ने तरिका, पकाएको मनपर्ने तरिकामा चाहिँ हामीले दुईवटा कुरालाई भन्छौँ। तपाईँले मासु लिएर आउनुहोस्, त्यसलाई चाहिँ उम्लेको पानीमा त्यो मासु राखेर 2 मिनट उमाल्नुहोस्, अनि बोसो र छाला फालिदिनुहोस्। त्यो मासु चाहिँ सबभन्दा स्वास्थ्यजनक भयो। त्यो मासुलाई अलिकति त्यो निकालेको 2 मिनट पानी उम्लेको पानीमा राखेर उम्लेको पानीमा 2 मिनट राखेर निकाल्नु भयो, मासु निकाल्नु भयो, बोसोहरू र छाला, बोसो चाहिँ त्यही पग्लिसक्यो, त्यो पानी चाहिँ फाल्नु पऱ्यो, फेरि युज गर्ने होइन। छाला खान मन छ भने सँगै राख्ने भयो, बोसो चाहिँ त्यहाँबाट गइसकेको हुन्छ। त्यसलाई चाहिँ सुप बनाएर खाए सबभन्दा बेस्ट। अलिकति त्यसलाई सुप बनाउनुहोस्, अलिकति अहिले भने पक्कु बनाउनुहोस्, अलिकति त्यसलाई चाहिँ अलिकति ड्राई बनाएर अनि त्यो चाहिँ अहिलेको ग्रेभीलाई नभइकन अलिकति ड्राई सुक्खावाला बनाउने, त्यहीबाट निकालेर खानलाई 3टा भागमा गर्ने हो। अब जहाँसम्म हामीले सुकुटी बनाउने त्यो पनि राम्रै तरिका हो। अब यो सेकुवामा चाहिँ हामीले आगोमा झिरमा राखेर गरे हुन्छ नि, त्यो चाहिँ झिरमा राखेर अनि तलबाट कोइलाले गरे हुन्छ नि, त्यो कोइलाबाट निस्केको चाहिँ त्यो कालो जुन कुरा हुन्छ त्यो आफै भनेको आन्द्राको क्यान्सर, त्यो लामो समयसम्म त्यहीवाला प्रयोग गर्दाखेरि आन्द्राको क्यान्सर चाहिँ त्यसले एकदम चाँडो निकाल्ने हुन्छ एउटा कुरा। अनि त्यसपछि एउटा कुरा त्यसको चाहिँ हामीले चाहिँ सेकुवाको बारेमा चाहिँ भन्नै पर्ने कुरा त्यही नै हो। विदेशहरूमा हामीले चाहिँ आजकल चाहिँ के गर्छौँ त, बारबी गर्दाखेरि पहिला चाहिँ आगोबाट गर्ने थियो भने आजकल चाहिँ एउटा फ्राइङ प्यान जस्तो हुन्छ हो, त्यसमा चाहिँ अनि त्यसपछि त्यो मासुलाई उल्टाइ पल्टाइ गरेर गर्ने, त्यसमा चाहिँ त्यो कालो पनि नलाने, तर चाहिँ स्वादहरू चाहिँ सेकुवाको जस्तै भएर आउने जुन हुन्छ नि त्यो चाहिँ त आइसकेको छ। नेपालमा पनि त्यो प्रक्रिया पनि आजकल अलिअलि भित्रिन चाहिँ थालिसकेको छ हो, त्यसरी पकाउँदा भयो। त्यो बाहेक अहिले भर्खर हामीले भनेको चाहिँ एयर फ्रायरहरू जुन हुन्छ नि हो, त्यसबाट चाहिँ 15 मिनट जति राखेर पकाउँदाखेरि त्यसमा बोसो चाहिँ हुन्न, बोसो चाहिँ सबै तल गएको हुन्छ। तर एयर फ्रायरमा राखेर पकाउँदाखेरि चाहिँ कति त्यो टेम्परेचर र अनि समय कति हो मिलाउनु जानु पऱ्यो, नत्र त्यो मासु चाहिँ के अरे एकदम दरबार खाने नसक्ने पनि भइन्छ फेरि होइन। तर एयर फ्रायरको खाने पकाएको तरिका पनि सब राम्रो चाहिँ हुन्छ। यसरी चाहिँ त्यही एउटा मासुलाई अहिले भर्खर हामीले भनेअनुसार 4वटा फरक स्वादको निकाल्न मिल्यो नि त हो। त्यही भएर त्यो 4वटा फरक स्वादको चाहिँ सबैको चाहिँ 2-3 पिस खानुभयो भने पेट त ड्याममा अगाइन्छ र सबै खानेकुरा चाहिँ फरक स्वादका भए।
तपाईँले यो जुन 3-4वटा आइटमहरूको कुरा गर्नुभयो, एउटा सेकुवा बनाएर पनि खान मिल्ने, अर्को चाहिँ ग्रेभी बनाएर अर्को फ्राई गर्न मिल्ने, एउटा झोल बनाएर हो। हेल्थको लागि सबभन्दा राम्रो चाहिँ कुन आइटम हो? यसमा हामीले अहिले भन्यौँ नि, तपाईँले जुन पनि कुराहरू धेरै पकाउँदै गएपछि त्यो मासुमा खनिज पदार्थ उड्दै जाने अनि त्यसपछि अरू रो निकाल्नलाई मद्दत गर्ने चिज चाहिँ हुन्छन्। त्यो भएर हामीले चाहिँ ड्राई खानेकुराहरू अब कहिलेकाहीँ चाहिँ हप्तामा एकचोटि 2 हप्तामा एकचोटि खानलाई केही फरक पर्दैन, दिनदिनै खाने हो कि होइन भन्ने कुरामा अहिले भने चाहिँ गरेर हामी चाहिँ पहिले हामी चाहिँ नेपालीहरूले पकाउने तरिका भनेकै ग्रेभी बनाएर खाने जुन हुन्छ नि, त्यही नै सबभन्दा बेस्ट तरिका। र अहिले फेरि एउटा चलन पनि छ, मासु चाहिँ एउटा अलिकति भोल्युममा एकफेरि पकाउने, त्यसपछि फ्रिजिङ गर्ने, त्यसपछि झिक्दै फेरि त्यसलाई रिमेकिङ गर्दै खाँदै गर्ने जुन चलन छ नि, यो हेल्थको लागि राम्रो हो कि नराम्रो हो? त्यो राम्रो होइन। किन भन्दा हामीले चाहिँ मासु पकाएर फ्रिजमा जुन राखेका छौँ त्यो फ्रिजको टेम्परेचर मेन्टेन भएको छ कि भएको छैन, लोड सेडिङ यत्रो छ के छ भन्ने कुरा होइन। जे कुरा मासु पाकेर गइसकेपछि त्यसमा कीटाणुहरू उम्रिनलाई एकदम त्यो चाहिँ सबभन्दा राम्रो मिडिया हो है त। त्यसलाई राम्रोसित सुरक्षित गरेर फ्रिजिङ गरिरहेको छ नि, त्यो राम्रो होइन। त्यही भएर मैले के भन्छु भन्दा तपाईँले पकाएको खानेकुराहरू 24 घन्टाभित्र सक्नु त्यसलाई भोलिलाई नलानुहोस्। त्यसलाई मासु जाने पदार्थहरूलाई भोलिलाई मात्रै होइन कि सम्पूर्ण चिजहरूलाई 24 घन्टा पछि पनि पुनी गरेर नपकाउनुहोस्। भनेपछि फुलपातीको दिनमा अथवा अष्टमीको दिनमा काटेको च्याङ्राको मासु काँचोलाई दशमीको दिनसम्म चाहिँ नराख्नुहोस्। होइन, काटेको मासुलाई तपाईँले डिप फ्रिजमा राखेर चिसो बनाएर राख्नु भएको छ भने काँचो कुराहरू दिन्छु है, त्यो केही नै भएन। पकाएर आज फुलपातीको दिन ड्याममा काटेको चाहिँ पकाएर सबै चाहिँ एउटा ठुलो तौलाभरि पकाएको अब सकिएन भने त्यसलाई चाहिँ लिएर गएर चाहिँ भाँडामा प्याक गरेर फ्रिजमा चाहिँ डिप फ्रिजमा राखिँदैन, फेरि तल राखिन्छ हो, त्यो चाहिँ हुँदैन। पकाएको खानेकुराहरू 24 घन्टाभित्र सक्नु पऱ्यो। फेरि पकाउनुहोस् न, के भयो, बिदा छ त होइन। सबै घरमा चाहिँ 4-5 जना छौँ, सबैले तँले यो काट भनेर मिलेर गर्दाखेरि पनि त्यहाँ 2 घन्टा पनि त्यो मासु पकाउँदाखेरि त्यो रमाइलो हुन्छ त। हामीले खानलाई मात्रै रमाइलो भने कि त्यो मासु प्रिपेयर गर्ने समय पनि त रमाइलो हुन्छ नि त। हो, त्यो रमाइलो गर्न सिकाउनु त्यहाँ सबैले इन्भल्भ भएर कि हो। त्यो गर्दा घरकै एउटा दिदीबहिनीहरूलाई बुवा मम्मीहरूलाई मात्रै ल तपाईँले पकाउनु, हामी मात्रै खाइदिन्छु भने जस्तो नगरौँ, आफू पनि इन्भल्भ हौँ, मिलेर गरौँ भने त्यो चाहिँ पकाउँदा पनि रमाइलो भयो, खाँदा झन् रमाइलो भयो। खाएर भइसक्यो सँगै बसेर कुनै के अरे टिभी सो हेरौँला, अब यो स्वास्थ्य सम्बन्धी जानकारी यही हेर्नुहोस् गरेर हेर्दा झन् त्यो खानेकुरा राम्रोसित पाचन पनि हुन्छ, त्यो सबभन्दा राम्रो। हामी एकदमै अन्तिममा छौँ। तपाईँ पेसाले डक्टरी गर्नुहुन्छ र सँगसँगै एउटा घरको अभिभावक पनि हो, कसैको श्रीमान पनि हो, बुवा पनि हो, छोरा पनि हो। एकदम एउटा सामाजिक दायित्व पनि र पारिवारिक दायित्व पनि छँदैछ। तपाईँको यसपालिको दसैँको योजना के छ? यसपालि हामी ट्रेकिङमा जाने सधैँ प्रत्येक वर्ष गइरहेका थियौँ। यो वर्ष हाम्रो ट्रेकिङ चाहिँ क्यान्सल भएको छ। अनि त्यसपछि अहिले बाबु नानीहरू पनि अहिले बाहिर छन्, अनि त्यसपछि गृहमन्त्री पनि अहिले बाहिर, अब चाहिँ दसैँभन्दा एक दिन अगाडि आउँछन्। आइसकेपछि हामी चाहिँ यदि चाहिँ ट्रेकिङ यिनीहरू चाहिँ त्यसरी गइएको छैन भने हामी प्रतिदिन चाहिँ फुलपातीतिरबाट प्रतिदिन चाहिँ बिहान 8 बजेदेखि अथवा 9 बजेतिर नास्ता खाएर भइसकेपछि कहिले चाहिँ हिँडेर काउडाँडा, कहिले हिँडेर यतापट्टि सराङकोट, कहिले चाहिँ अनि त्यसपछि साइकल चलाएर लेफ्ट साइडतिर अनि व्यायाम गर्ने। अनि त्यसपछि बाटोमा गाडीहरू पनि एकदम कम हुन्छन् होइन, प्रदूषण पनि कम छ। अनि त्यसपछि आफ्नो सहरको चाहिँ कहाँ के भएको छैन हेर्ने, रमाइलो गर्ने हामीले यही नै गर्छौँ ट्रेकिङ नगएको बेलामा। अनि यो वर्ष नै हामीले त्यही नै गर्छौँ। एकदमै अन्तिममा यो नेपाल मणिपाल शिक्षण अस्पतालले प्रायोजन गरेको कार्यक्रम हो हेल्थ अपडेट। यो अन्तिममा तपाईँ सिटी 1 टेलिभिजन हेर्ने दर्शकको लागि यो दसैँ टिप्स के छ? धन्यवाद। सम्पूर्ण दर्शकवृन्दहरूलाई फेरि पनि विजयादशमीको मङ्गलमय शुभकामना। चाडपर्व हाम्रो चाहिँ पहिलेदेखि नै उल्लासमयपूर्ण तरिकाले मनाउँदै गरेका छौँ। यो वर्ष पनि तपाईँको चाडपर्व अझै उल्लासमय होस्। स्वास्थ्य भनेको सबभन्दा ठुलो धन नै हो, स्वास्थ्यमा ध्यान दिनै पर्छ। आफूले गरेका क्रियाकलापले आफ्नो स्वास्थ्य नै बिगार्ने काम चाहिँ नगर्नुहोस्। रातो मासुहरू चाडपर्वमा हामीले चाहिँ एकदम अत्याधिक धेरै खान्छौँ, एकदम धेरै खाने काम नगरौँ। दिनमा चाहिँ एकचोटि मात्रै खाउँ, खाँदाखेरि चाहिँ 1 कचौराको बराबर खाउँ, केही फरक परेन। तर एकदम ड्राई गरेर एकदम फ्राई गरेर एकदम ड्राई बनाएको चिल्लो रक्सी जाने पदार्थ एकदम धेरै, मदिरा एकदम धेरै, रातभरि अनिदो बस्ने हो, यस्तो काम चाहिँ नगरौँ। स्वास्थ्य भयो भने अर्को वर्ष नि दसैँ मनाउन पाइन्छ, स्वास्थ्य भएन भने त यो वर्ष मात्रै हो। त्यही भएर चाडपर्व रमाइलोसित मनाउनुहोस्। खानेकुरामा ध्यान दिनै पर्छ। यो हाम्रो जिन्दगी भनेको यही दसैँको 7 दिनको बिदा मात्रै होइन,
अरू बाँकी 357 दिन त अझै 57-58 दिन त अझै अरू पनि बाँकी छ। फागुनमा भोट हाल्नै बाँकी छ। त्यही भएर स्वास्थ्यमा एकदम ध्यान दिनुहोस्। धन्यवाद। हस्, यहाँको समयको लागि धेरै धेरै धन्यवाद। आदरणीय दर्शकबिन, हामीले कुराकानी गऱ्यौँ आज यो दसैँ खानपिन र यो ठ्याक्कै अहिले यो जेनजी मुभमेन्टले पनि देशको परिवर्तन भएको कन्डिसनलाई लिएर यो दुईटै विषयलाई जोडेर अब देशको स्वास्थ्य अवस्था कसरी अगाडि बढ्नुपर्छ, कसरी नागरिकहरूलाई स्वस्थ राख्न सकिन्छ लगायतका यो दसैँसँग केन्द्रित रहेर खानपिनका कुराहरूमा आज हामीले कुराकानी गऱ्यौँ। आजको हेल्थ अपडेट तपाईँलाई कस्तो लाग्यो तपाईँहरूले हेरेर प्रतिक्रिया दिनुहोला। यो प्रतिक्रिया तपाईँहरूले हाम्रो सामाजिक सञ्जालहरूमा सिटी वान टेलिभिजनको सामाजिक सञ्जालमा पनि दिन सक्नुहुनेछ र हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ नयाँ बजार पोखरामा। आजको लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको बाँकी समय शुभ रहोस्। जाँदा जाँदै बडा दशैँको यहाँहरूको घर परिवारमा आइसकेको छ। मङ्गलमय शुभकामना छ यहाँहरूलाई। राम्रो होस्, हामी सबैमा सद्बुद्धि आओस्। विदेश जाने जुन चक्कर छ, अहिलेको भूत छ, यो चिज हामी सबैबाट हटेर जाओस्। यो दुर्गा माताले यो शक्ति प्रदान गरून्। हामीले यही केही गर्न सकिन्छ भन्ने अभिप्रायको शक्ति हामीलाई प्राप्त होस् र स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, रमाइलो गर्नुहोस्। यो पारिवारिक जमघटको मौसम पनि हो। डिजिटल र ग्याजेटहरूमा भन्दा भौतिक रूपमा एक आपसमा जमघट गरेर रमाइलो गर्नुहोस्। यही शुभकामना दिँदै आजको यो हेल्थ अपडेटबाट हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।